हेलो नमस्ते, म सेफ कृष्ण सुनार। आज हामी बनाउन जाँदैछौँ हट गार्लिक सस। हट गार्लिक सस बनाउनको लागि चाहिँ एउटा वकमा कसै उसमा हजुरहरूले पानी उबाल्नुपर्छ। पानी उबालिसकेपछि खुर्सानी चाहिँ दुईवटा युज गर्नुपर्छ है। धेरै जसो कश्मिरी चिल्लीले कलर बढाउँछ, अर्कोले स्पाइसी ल्याउँछ है, नर्मल वालाले। अनि यसले चाहिँ हामीले एकछिन उबाल्छौँ, 10 देखि 12 मिनटसम्म उबाल्छौँ। यसले 10-12 मिनट उबालिसकेपछि यो पाकिसक्छ। अनि पाकिसकेपछि यसले हामीले निकालेर यसको पेस्ट बनाउँछौँ। हामीले यसको पेस्ट बनाइसकेपछि अगाडिको प्रोसेस हजुरहरूले देखाउँछु। यो हट गार्लिकको लागि यहाँ कटिङ पनि भइसकेछ। अनि यसको चाहिँ पेस्ट हो। अनि यो चाहिँ टमेटो केचप हो। अनि पहिला स्पाइसी रोक्नको लागि यसले युज गर्छौँ हामीले। एउटा पेन बसालेर त्यसमा हामीले गार्लिक हाल्छौँ। अलिकति क्वान्टिटी बढ्ने हुन्छ हट गार्लिकको, त्यही भएर गार्लिकको फ्लेभर पनि आउनुपर्छ। अनि यसले हामीले एकछिन गरिसकेपछि ब्राउन हुन्छ। यो ब्राउन भइसकेपछि यसमा हामीले पेस्ट हाल्दिउँ, चिल्ली पेस्ट हालिदिइसकेपछि यसले एकछिन उबाल्छौँ हामी। एकछिन उबालिसकेपछि अलिकति नुन हालिदिन्छौँ, पाकोस् रोगन छोडोस् भनेर। अनि त्यसपछि अगाडि फेरि हामीले व्हाइट पेपर, भिनेगर, मसलाहरू हालिसकेपछि मसलाहरू हालेर अब टमेटो केचपलाई हालिदिने। अनि टमेटो केचपले हालिदिइसकेपछि यसलाई चलाएर राम्रोसँग ढाकिदिने केही टाइमसम्म उब्लोस्। अनि यसले रोगन छोड्छ। रोगन छोड्यो भने अलिकति चिनी हालिदिने स्पाइसी रोक्नको लागि। अनि हामीले एकछिन 10 देखि 15 मिनट उबालेर अनि लास्टमा फाइनल टचमा यो गार्लिकले फ्राई गरेर हालिदिन्छौँ।